Hello everyone, welcome to Darjeeling Royal Defense Academy. हामी फेरि पनि टाइम स्पिड एन्ड डिस्टेन्सलाई कन्टिन्यू गर्नेछौँ. सो विदाउट वेस्टिङ टाइम हामी स्टार्ट गर्नेछौँ. क्वेसन नम्बर 4. The speed of Ajay is 40 km per hour and speed of Vijay is 60 km per hour. What is the ratio of time taken by each to cover the same distance? So दुईजना मान्छे छ, अजय अनि विजय, अनि उनीहरूको स्पिड देख्छौँ. सो S1 भनेको चाहिँ अजयको स्पिड, S2 भनेको चाहिँ विजयको स्पिड. सो S1 स्पिड अफ अजय इज 40 किलोमिटर अनि विजयको S2 भनेको चाहिँ विजयको स्पिड इज 60 किलोमिटर. डिस्टेन्स के भनेको छ? कभर द सेम डिस्टेन्स. सो डिस्टेन्स के हो? अजय एन्ड विजयको डिस्टेन्स इज इक्वल टु डी. सेम डिस्टेन्स हो. सो टाइम चाहिँ कति हो? टाइमको फर्मुला हुन्छ डिस्टेन्स डिभाइडेड बाई स्पिड. सो डी डिभाइडेड बाई 40 स्पिड अनि टाइम टेकन 2 त्यो चाहिँ हो विजयको. सो डी डिभाइडेड बाई स्पिड त्यो हो 60. सो के खोज्नु पर्ने हो? रेसियो अफ टाइम टेकन बाई अजय एन्ड विजय. हामीले के खोज्दैछ? रेसियो अफ टाइम टेकन बाई अजय एन्ड विजय. सो केले डिनोट गर्छ? रेसियो टाइम के हो? अजयको रेसियो टाइम टेकनको रेसियो T1 अनि विजयको T2ले हामीले डिनोट गर्दैछ. सो T1 भनेको D/40, T2 भनेको डिभाइडेड बाई D डिभाइडेड बाई 60. सो T डिभाइडेड बाई 40 रेसियोलाई हामीले कसरी लेख्छ? D डिभाइडेड बाई 40 डिभाइडेड बाई D बाई 60. सो यसलाई हामीले डिभिजनलाई हामीले के गर्नुपर्छ? अब क्यालकुलेट गर्नको निम्ति फर्दर हामी यसलाई मल्टिप्लिकेसनमा कन्भर्ट गर्छ. सो मल्टिप्लिकेसनमा जब हामीले डिभिजनको साइनलाई कन्भर्ट गर्छ, यो राइट ह्यान्ड साइडपट्टिको चाहिँ के हुन्छ? डिभिजनको राइट ह्यान्ड साइडपट्टिको चाहिँ रेसिप्रोकेट हुन्छ. सो 60 के हुन्छ? न्युमरेटरमा जान्छ. 60 डिभाइडेड बाई 2. सो यहाँनिर यो डी र यो डी क्यान्सल आउट भयो. अब यो 0 र यो 0 पनि क्यान्सल आउट भयो. अनि यो 2 × 3 इज 6 अनि 2 × 2 इज 4. सो कति आयो? 3 डिभाइडेड बाई 2. सो यसलाई हामी फेरि कसरी लेख्न सक्छ? 3:2. त्यसो भए आन्सर के हो? यो रेसियो अफ टाइम टेकन बाई अजय एन्ड विजय के हो? 3:2. सो यसरी चाहिँ हामीले यो क्वेसनलाई, यस्तो रेसियोको क्वेसनलाई हामी सल्भ गर्नेछौँ. सो अझै रेसियोको बारेमा बुझ्नु लागि हामी फेरि फर्दर अपकमिङ भिडियोजहरूमा नेक्स्ट क्वेसन्सहरूमा हामी अझै रेसियोको बारेमा पढ्नेछौँ. लेट्स मुभ अन टु क्वेसन नम्बर 5. A train travels at a speed of 75 किलोमिटर. एउटा ट्रेन कुद्दैछ अरे कतिको स्पिडमा? 75 किलोमिटर पर आवर. हाउ मेनी किलोमिटर्स विल इट ट्राभल इन 45 मिनट्स? त्यसो भए 45 मिनट्समा कति किलोमिटर चाहिँ कुद्छ भनेर भन्दैछ. हामीलाई दिएको छ स्पिड, हामीले युनिट हेर्नु पऱ्यो. किलोमिटर पर आवर दिइरहेको छ, तर हामीलाई के खोज्नु भन्दैछ? टाइम चाहिँ यहाँनिर मिनट्समा खोज्नु भन्दैछ. सो हामीलाई स्पिड चाहिँ आवरमा दिएको कारणले गर्दा हामी यो मिनट्सलाई पनि के गर्छ? आवरमा कन्भर्ट गर्छ. सो 45 मिनट्स अनि 1 आवरमा कति मिनट्स हुन्छ? 60 मिनट्स. सो 45 र 60लाई डिभाइड गऱ्यो भने कति हुन्छ? 3/4. सो डिस्टेन्सको फर्मुला के हो? हामीले डिस्टेन्स खोज्दैछ. हाउ मेनी किलोमिटर्स भनेको डिस्टेन्स खोज्नु हुन्छ. डिस्टेन्सको फर्मुला स्पिड इन्टु टाइम. सो स्पिड इज 75 किलोमिटर, टाइम इज 3/4. 75 इन्टु 3 कति हुन्छ? 225 डिभाइडेड बाई 4. सो वेन 225 इज डिभाइडेड बाई 4 आन्सर कति हुन्छ? 56.25 किलोमिटर. सो आन्सर कति हो? त्यो ट्रेन चाहिँ 45 मिनट्समा कति किलोमिटर कुद्ने रहेछ? 56.25 किलोमिटर. सो प्रिभियस भिडियोमा पनि मैले भनेको थिएँ द्याट हामीले युनिट्सहरूलाई पुरा याद गर्नुपर्छ. माथि किलोमिटर पर आवरमा दिइरहेको छ, आन्सर खोज्नु भन्दैछ हामीलाई मिनट्समा. सो जस्ट वी हेभ टु कन्भर्ट द युनिट. मिनट्स दिएको छ भने आवरमा कन्भर्ट गर्नु पऱ्यो. सो हामीले त्यसरी मिलाएर क्वेसनको अकर्डिङमा हामीले त्यसरी कन्भर्ट गर्नुपर्छ. अब हामी हेरौँ नेक्स्ट क्वेसन. क्वेसन नम्बर 6. The speed of a man for the first 4 hours is 35 kilometer, and for the next 6 hours his speed is 45 kilometer per hour. Find the ratio of average of speeds
एभरेज अफ स्पिड्स एन्ड एभरेज स्पिड। सो एउटा मान्छे थियो 4 घण्टाको लागि चाहिँ 35 किलोमिटर पर आवरको स्पिडमा हिँड्दै थियो। अनि फेरि त्यसको बाद जो 6 घण्टा त्यो मान्छे हिँड्यो त्यो चाहिँ फेरि 45 किलोमिटर पर आवरको स्पिडमा हिँड्दै थियो, डिफ्रेन्ट स्पिड। पहिला 4 आवर अर्कै स्पिड 35 किलोमिटर पर आवर, अनि अर्को 6 आवर्स चाहिँ कति स्पिडमा हिँड्दै थियो 45 किलोमिटर पर आवर। फाइन्ड द रेसियो खोज्नु रे उसको रेसियो एभरेज अफ स्पिड्स एन्ड एभरेज स्पिड। सो यहाँनिर के हो सेम लाग्दैछ एभरेज अफ स्पिड्स अनि एभरेज स्पिड, तर यसको डिफरेन्स के हो भने एभरेज खोज्नु रे स्पिड्सको एभरेज 35 अनि 45 लाई एड गरेर डिभाइडेड बाई 2, यो चाहिँ हो एभरेज स्पिड्सको एभरेज। अनि एभरेज स्पिड चाहिँ के हो एभरेज स्पिड भनेको चाहिँ टोटल डिस्टेन्स डिभाइडेड बाई टोटल टाइम। सो यो डिफरेन्सलाई बुझ्नुभयो होला। एभरेज अफ स्पिड्स भनेको स्पिड्सको एभरेज अनि एभरेज स्पिड भनेको चाहिँ के हो टोटल डिस्टेन्स डिभाइडेड बाई टोटल टाइम। स्पिडको फर्मुला के हो डिस्टेन्स बाई टाइम। एभरेज खोज्नु पर्दैछ त्यही लागि टोटल डिस्टेन्स टोटल टाइम। सो हामीलाई हेरौँ फर्स्ट के गरेँ T1 भनेको फर्स्ट 4 आवर्सको कुरा गर्दैछ टाइम T1 4 आवर्स। त्यसपछि स्पिड कति छ 35 किलोमिटर पर आवर S1। त्यसपछि T2 के हो नेक्स्ट जति पनि टाइम छ त्यो। सो 6 आवर्स स्पिड S2 कति हो 45 किलोमिटर पर आवर। सो एभरेज अफ स्पिड्स इज इक्वल टु एभरेज कसरी निकाल्छ जति पनि क्वान्टिटी दिएको छ त्यसलाई एड गर्यो 35 + 45 35 + 45 किनकि हामीले स्पिड निकाल्दैछ 35 + 45 अनि नम्बर अफ क्वान्टिटिज कतिवटा नम्बर दिएको छ 2टा। सो डिभाइडेड बाई 2 35 + 45 80 डिभाइडेड बाई 2 40 किलोमिटर पर आवर। यो चाहिँ एभरेज अफ स्पिड्स हो। हामी अब एभरेज स्पिड निकाल्छ एभरेज स्पिड टोटल डिस्टेन्स डिभाइडेड बाई टोटल टाइम। सो यहाँनिर हामीलाई कहीँ पनि क्वेसनमा डिस्टेन्स दिएको छैन, सो हामी आफै क्यालकुलेट गर्छ। डिस्टेन्स खोज्ने फर्मुला के हो स्पिड इन्टु टाइम। सो फर्स्ट D1 के हो 35 × 4 35 के हो स्पिड इन्टु 4 टाइम 35 × 4 D1 हो यो। त्यसपछि 45 × 6 यो चाहिँ के हो D2 स्पिड इन्टु टाइम। D2 भनेको S2 × T2। सो 45 × 6। सो क्यालकुलेट गर्दा 35 × 4 140 45 × 6 270 टोटल टाइम कति हो T1 4 + T2 6। सो 4 + 6 10। सो 140 + 270 410 डिभाइडेड बाई 10 कति हुन्छ 0 0 क्यान्सल गर्नु परेर 41/1। सो 41/1 भनेको के हो 41 किलोमिटर। सो देयरफोर रेसियो अफ एभरेज अफ स्पिड्स एन्ड एभरेज स्पिड इज इक्वल टु 40:41। सो यो चाहिँ के हो हाम्रो आन्सर। सो आई होप तपाईँले यो पनि बुझ्नुभयो होला। यहाँनिर हामीले 2टा टाइपको क्वेसन सल्भ गरेको छ। कस्तो भन्दा चाहिँ जब हामीलाई 2टा स्पिड 2टा टाइम दिएको हुन्छ अनि हामीले रेसियो खोज्न पनि यही क्वेसनबाट हामीले सिक्यौँ। अगेन प्रिभियस क्वेसनमा पनि हामीले रेसियो खोज्न सिकेको थियौँ। अनि यो स्पिड 2टा टाइम जब दिएको हुन्छ त्यो पनि हामीले खोजेको थियौँ। सो आई होप तपाईँले यो बुझ्नुभयो होला भनेर